नमस्कार साथीहरू, स्टडी सेन्टर नेपालमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। रट्ने होइन बुझ्ने हो स्टडी सेन्टर नेपाल। यदि तपाईँ कम्प्युटर बिल्कुलै सुरुदेखि सिक्न चाहनुहुन्छ भने तपाईँ सही ठाउँमा हुनुहुन्छ। सो यस कम्प्युटर कोर्समा हामी एकदमै बेसिक लेभलदेखि, यदि तपाईँहरूलाई कम्प्युटरमा केही थाहा छैन भने ठिक छ, यो कम्प्युटर कोर्समा हामी पुरै सुरुदेखि नै हामी यो कम्प्युटरलाई चलाउन सिक्नेछौँ। यसको प्र्याक्टिकल थियोरी सबै कुरा सिक्नेछौँ। र यदि तपाईँहरूलाई कम्प्युटरको केही थाहा छैन भने इट्स ओके के, हामी फुल्ली सिक्नेछौँ, फुल्ली बिगिनिङदेखि। सो फर्स्ट यो लेसनमा हामी यो कम्प्युटरको केही बेसिक सिक्नेछौँ, जस्तो कि कम्प्युटर वाट इज कम्प्युटर, कम्प्युटर भनेको के हो, कम्प्युटर कसरी काम गर्छ, इनपुट के हो, आउटपुट के हो, प्रोसेसिङ के हो, अनि यो कहाँ युज हुन्छ, यो सबै हामी यो च्याप्टरमा सिक्नेछौँ। अनि यो फर्स्टमा हामीले यो किन सिक्नुपर्छ, क्वेसन त यो हुन्छ कि वाइ सुड वी लर्न दिस फर्स्ट, हामी किन सिक्ने हो पहिला। अब हेर, कम्प्युटर एउटा मसिन मात्रै होइन, डेस्कमा राखिदियो त्यो मसिन छ, त्यो मसिन केवल मात्रै होइन, मसिन होइन त्यो। अब हेर्नु, जस्तै कि स्कुलमा कम्प्युटर किन युज हुन्छ, जस्तै कि स्कुलमा प्रेजेन्टेसन बनाउन, सिकाउन, पढाउन, अनि असाइनमेन्ट पुरा गर्ने, रिसर्च गर्न, लर्निङ योहरूको लागि युज हुन्छ। अनि यसै गरी ब्याङ्कमा किन युज हुन्छ, डेटा स्टोर गर्नको लागि, केही पैसा ट्रान्जेक्सन योहरू इन्फर्मेसन हुन्छ धेरै, त्योहरू स्टोर गर्नको लागि। अनि यसै गरी हस्पिटलमा किन युज हुन्छ त, हस्पिटलमा किन युज हुन्छ, पेसेन्टहरूको त्यो रिपोर्ट राख्नलाई, इमेज, एक्सरे योहरू के हुन्छ, मेडिकल इक्विपमेन्ट योहरू राख्नलाई। अब एक्चुअलीमा कम्प्युटर हो कि यो एउटा हस्पिटलमा यो पेसेन्टको यो रिपोर्टहरू राख्ने, मेडिकल बनाउने यो मेसिन हो, कि ब्याङ्कमा युज हुने एउटा क्यालकुलेटिङ डिभाइस हो, कि स्कुलमा युज हुने यो प्रेजेन्टेसन बनाउने, पढाउने एउटा मेसिन हो। एक्चुअली यो हो कि। सो द फर्स्ट क्वेसन इज वाट एक्ज्याक्टली इज कम्प्युटर। हेर, हाउ डज द कम्प्युटर नो वाट टु डु। अब कम्प्युटरले कसरी थाहा पाउँछ कि हामीले गर्ने के हो। हामीलाई अब थाहा छ कम्प्युटर केवल एउटा मेसिन होइन डेस्कमा राखेको। त्यो कम्प्युटर के हो भने, यहाँ हेर्नु, a computer is an electronic device that accepts data as input, process it according to the instructions, produce useful information as the output, and can store the result for future use. अब हेर्नु, यो इङ्ग्लिस त बोल्दै भयो, अब बुझ्नुहोस् यो कम्प्युटर एक्ज्याक्टली हो कि। इङ्ग्लिस धेरै मान्छे बुझ्दैन, त्योहरूको लागि म छु नि। अब हेर्नु, कम्प्युटर भनेको एउटा इलेक्ट्रोनिक डिभाइस हो। इलेक्ट्रोनिक डिभाइस भनेको थाहा छैन भने यस्तो बुझ्नु कि कुनै पनि डिभाइस, कुनै पनि सामान जुन इलेक्ट्रिसिटीबाट चल्छ भने त्यसलाई हामी के भन्ने, इलेक्ट्रोनिक डिभाइस। अब हेर्नु, कम्प्युटर इलेक्ट्रिसिटीबाट चल्छ, बिना इलेक्ट्रिसिटी कसरी चल्छ, अब त्यो इन्भर्टर हुन्छ, त्योहरू बेग्लै कुरा हो, तर इलेक्ट्रिसिटी यसलाई चाहिन्छ। सो त्यसैले यो एउटा इलेक्ट्रोनिक डिभाइस हो, जसले के गर्छ, जसले डेटा लिन्छ, के गर्छ, डेटा। अब कम्प्युटर यत्तिकै ह्युमन होइन, ह्युमन पनि होइन, यो डेटा लिन्छ हामीसँग, हामी भनेको युजर भयो, हामीले यसलाई डेटा दिन्छु, यसले डेटा एक्सेप्ट गर्छ, अनि त्यसलाई प्रोसेस भनेको त्यसलाई के गर्ने, प्रोसेसिङ गर्छ क्या, एकोर्डिङ टु द इन्स्ट्रक्सन्स। जस्तै कि हामीले दिए 5+5, अनि त्यसलाई प्रोसेस गर्छ, के गर्ने हो त्यसमा काम गर्छ के, यसलाई, किनभने कम्प्युटर हाम्रो भाषा बुझ्दैन, त्यो 0 र 1 को भाषा बुझ्छ, त्यसैले त्यो आफ्नो ल्याङ्ग्वेजमा त्यसलाई मिलाउँछ क्या, प्रोसेस गर्छ, त्यसलाई भन्छ प्रोसेसिङ। अनि प्रोड्युस युजफुल इन्फर्मेसन एज आउटपुट, अनि त्यसपछि के गर्छ, त्यो मिलाएर जोड्यो, जस्तै कि 5+5 दियो भने हामी कपीमा गर्दा जोड्छौँ नि। अब 5+5 त हामी दिमागमै गरिहाल्छौँ, जस्तै कि 78 + 91 यो गर्न दियो भने कपी त चाहिन्छ। अब जिनियस मान्छे गरिहाल्छ, हामीलाई चाहिँ कपी चाहिन्छ। अनि त्यस्तै के, कम्प्युटरलाई नि अब 5+5 दियो भने त्यो जोड्छ, जोड्नमा टाइम लाग्छ, त्यसलाई भन्छ प्रोसेसिङ, जोड्दै बस्छ। अनि त्यसपछि जोडेर जुन आउटपुट दिन्छ 5+5 10, त्यसलाई भन्छ आउटपुट, एन्ड क्यान स्टोर द रिजल्ट फर फ्युचर युज। अनि त्यो अब 5+5 10 भयो, अब त्यसलाई हामी स्टोर गर्न सक्छौँ। त्यही हो कम्प्युटर भनेको क्या, एउटा यो इलेक्ट्रोनिक डिभाइस हो जसले डेटा एक्सेप्ट गर्छ, त्यसलाई प्रोसेस गर्छ, अनि त्यसपछि एउटा मिनिङफुल रिजल्ट दिन्छ। जस्तै नाउ लेट्स अन्डरस्ट्यान्ड एभ्री इम्पोर्टेन्ट वर्ड इन दिस डेफिनेसन। अब इलेक्ट्रोनिक भनेको बुझाइदिए, डेटा भनेको एउटा रो फ्याक्ट भ्याल्यु हो के, जस्तै कि रो फ्याक्ट एन्ड फिगर। जस्तै कि म यहाँ लेखेँ मैले, वाट इज योर नेम,
अब व्हाट इज योर नेम भनेको एउटा डेटा भयो, बुझ्नुभयो। अनि त्यसले आउटपुट दियो मलाई, माई नेम इज के दियो, कम्प्युटर, माई नेम इज कम्प्युटर। सो त्यो पनि एउटा डेटा नै भयो, बुझ्नुभयो। अब जस्तै कि मैले एउटा त्यो पिक्चर त्यसलाई सेन्ड गरेँ, यो पिक्चरले यसलाई एडिट गरेँ, अनि त्यो पनि एउटा डेटा नै भयो। अनि त्यसले एडिट गरेर दियो, त्यो पनि एउटा डेटा नै भयो, बुझ्नुभयो। अब हेर्नु इन्स्ट्रक्सन्स भन्ने के हो, इन्स्ट्रक्सन्स भनेको डेटा र इन्स्ट्रक्सन्स सिमिलर नै हो। अब हेर्नु इन्स्ट्रक्सन्स भनेको कमान्ड के, कमान्ड। जस्तै कि हामीले यसलाई भन्यो तिम्रो नाम के हो, तिम्रो नाम के हो भने नि यो भयो इन्स्ट्रक्सन्स। अब त्यो उसले डेटा दिन्छ जे दिन्छ त्यसले केही मतलब छैन। इन्स्ट्रक्सन्स भनेको हामीले जे दिए त्यो मात्र के, जस्तै कमान्ड द्याट टेल्स द कम्प्युटर व्हाट टु डु, त्यही के हामी दिए कम्प्युटरलाई, अब के गर्नु छ त्यो हामी दिन्छु नि। जस्तै कि अर्डर दिए के, अर्डर, त्यो भयो त्यसको लागि इन्स्ट्रक्सन्स। अनि इन्फर्मेसन्स भनेको कम्प्युटरले जे दियो, इनपुट छोडिदियो, यो इन्स्ट्रक्सन्सलाई हटाओ, डेटाले पनि हटाओ। इन्फर्मेसन के, मात्र इन्फर्मेसन, जसले त्यो आउटपुट दियो नि त्यसलाई भन्छु के इन्फर्मेसन्स, मात्र आउटपुट के। अब हेर्नु यो भयो यो सिके हामी के हो, इलेक्ट्रोनिक डेटा इन्स्ट्रक्सन। अब यसपछि इलेक्ट्रोनिक डिभाइस भनेको पनि बुझाइ नै दिए। अब हेर डेटा भर्सेस इन्फर्मेसन, डेटा भर्सेस इन्फर्मेसन भनेको डेटा भनेको एउटा रो फ्याक्ट हो, डेटा इज रो फ्याक्ट अर भ्यालु द्याट कम्प्युटर रिसिभ। जस्तै कि स्टुडेन्ट मार्क 70 to 85 यो कम्प्युटरले रिसिभ गरेर यो के भयो, डेटा। अनि इन्फर्मेसन्स भनेको इन्फर्मेसन इज डाटा द्याट हेज बिन प्रोसेस्ड इन युजफुल। अनि इन्फर्मेसन भनेको जसले इन्फर्मेसन भनेकै के मिनिङफुल रिजल्ट। जस्तै कि एभरेज मार्क हामीले डेटा दिए, यहाँ स्टुडेन्ट मार्क दिए 72, 85, 91। अब यसलाई भने क्यालकुलेट गर्न एभरेज, अनि त्यो एभरेज हाम्रो लागि मिनिङफुल हो कि, हामीलाई त एभरेज चाहियो नि, एभरेज मार्क त्यो मिनिङफुल छ नि, जुन एभरेज आयो त्यो भयो हाम्रो लागि इन्फर्मेसन्स, बुझ्नुभयो। सिम्पल आइडिया यहाँ बुझ्नु, डेटा इक्वल्स टु रो फ्याक्ट, प्रोसेसिङ गर्छ त्यसपछि मिनिङफुल रिजल्ट दिन्छ, बुझ्नुभयो। अब हेर्नु वाट इज इनपुट। इनपुट भनेको हामी त यो इनपुट आउटपुट प्रोसेसिङ धेरै सुनेको छु क्या, के हो इनपुट आउटपुट के हो। अब हेर्नु इनपुट इज द डेटा और इन्स्ट्रक्सन्स द्याट वी इन्टर और प्रोभाइड टु कम्प्युटर so that it can process them and perform a task. अब बुझ्नु इनपुट भनेको नि के हो भने हामीले जस्तो कि कम्प्युटरलाई केही क्वेसन गरे, केही कमान्ड नै इनपुट हो, बुझ्नुभयो। जस्तै कि एक्जाम्पलमा यु टाइप योर नेम युजिङ अ किबोर्ड। अब जस्तै कि यहाँ मैले किबोर्डमा केही टाइप गर्दा त्यो के भयो, इनपुट। जस्तै कि तपाईँ केहीमा पनि के ChatGPT-मा गएर लेख्नुहुन्छ, केही राइट एप्लिकेसन केही लेख्दा के किबोर्डमा जति कुरा हामी टाइप गर्छौँ नि त्यो के भयो, इनपुट। अनि त्यसपछि यहाँ एक्जाम्पल 2 मा यु क्लिक अन आइकन विथ माउस। अब माउसले हामी कुनै आइकन यहाँ थिचे, यो हेर्नु स्लाइड चेन्ज भयो, यो किबोर्डले पनि थिचे, स्लाइड चेन्ज भयो। अब यो थिच्नु, यो किबोर्डले थिच्नु, माउसले थिच्नु, यो सबै के भयो, इनपुट के कमान्ड भयो। अघि त भनिसकेको थिएँ त्यो के हो, कमान्ड। अब हेर्नु बुझ्नुभयो, इनपुट भनेको त्यही हो। जस्तै कि एक्जाम्पल 3 मा यो स्पिकर इन्टु माइक्रोफोन। अब हेर्नु स्पिकरले हामीलाई के दिन्छ, आवाज। जस्तै कि हामी गाना बजाउँछौँ, गानाबाट के आउँछ, आवाज। त्यो कुनै न कुनै टाइपले एउटा इन्फर्मेसन भयो के आउटपुट दिँदैछ हामीलाई, आउटपुट के। त्यसैले त्यो के स्पिकर के भयो, आउटपुट भयो। अनि माइक्रोफोन जुन हामी माइक बोल्छौँ त्यसले के गर्छ, आवाजलाई लिन्छ, त्यो के भयो, इनपुट। र भोइस पनि हाम्रो त्यो भोइस के भयो, इनपुट भयो। अनि जुन आवाज आउँछ लाउड भएर त्यो के भयो, आउटपुट। यहाँ इनपुट क्यान बी डेटा, कमान्ड, टेक्स्ट, साउन्ड, इमेज और अदर इन्फर्मेसन। मैले भनिसकेको थिएँ इनपुट जस्तै कि डेटा भनेको बुझाइदिएको थिएँ मैले, कमान्ड भनेको बुझाइदिएँ, टेक्स्ट भनेको जति कुरा यहाँ लेखेको छ नि, यो इनपुट, यो क्वेसन मार्क छ, यहाँ वाट इज इनपुट छ, जति कुरा लेखेको हुन्छ नि, यो नेपालीमा लेखेको छ, रट्ने होइन बुझ्ने हो, स्टडी सेन्टर नेपाल, यो कमा छ, यो सबै कुरालाई के भन्छ, टेक्स्ट, बुझ्नुभयो। टेक्स्ट भनेको
जति कुरा लेखेको हुन्छ एबिसिडीदेखि जेडसम्म स्मलदेखि क्यापिटलसम्म यो 0 देखि 9 सम्म 1 2 अनि स्पेशल किवर्ड्स त्यो सिम्बलहरु हुन्छ त्यो सबै के हो टेक्स्ट बुझ्नुभयो यो सबै के हो टेक्स्ट अनि साउन्ड भनेको थाहा नै छ हामीलाई इमेज भनेको कुनै थाहा नै छ हामीलाई इमेज अनि अदर इन्फर्मेसन भनेको कुनै पनि तरिकाको इन्फर्मेसन भनेको बुझाइसक्यो यो सबै कुरा के हो इनपुट अब यस्तो मैले ChatGPT-लाई के दिए इमेज दिए अब भने यसलाई अलि एडिट गर्दिन त्यो इनपुट भयो नि अब जस्तै कि अदर इन्फर्मेसन्स दियो भने कि मेरो स्कुलको प्रोग्राम छ स्पीच लेख्दै अब स्पीच लेखेर दियो त्यो पनि के भयो इन्फर्मेसन भयो त्यो एउटा टेक्स्टको जो हामीले जुन भन्नु त्यसलाई स्पीच लेखेर देऊ त्यो भयो के इनपुट जुन हामी भन्छौं के यसलाई जस्तै कमान्ड दिन्छु त्यो भयो इनपुट डेटा दिन्छु त्यसलाई के हामी दिन्छु नि किबोर्ड र माउसको सहायताले त्यो के भयो इनपुट बुझ्नुभयो व्हाट इज इनपुट भनेको त बुझ्यो डेटा हो कमान्ड हो यो इन्स्ट्रक्सन यो दिने एउटा त्यो हो डेटा हो इनपुट भनेको अब इनपुट डिभाइस भनेको यहाँ सर्टकट बुझाइदिन्छु यहाँ इनपुट दिनको लागि आवश्यक पर्ने सामग्री नै इनपुट डिभाइस हो जस्तै कि खाना खानलाई के आवश्यक पर्छ खाना खानलाई हामीलाई थाली एउटा आवश्यक पर्छ अनि चम्चाले खाँदा हुन्छ भात आवश्यक पर्छ यतिकै खाइदिनु केही नलिकन यस्तै के यो इनपुट गर्नलाई पनि हामीलाई के चाहियो सामग्री के त्यसलाई भन्छ इनपुट डिभाइस बुझ्नुभयो जस्तै कि किबोर्ड माउस माइक्रोफोन क्यामेरा योहरू के हो इनपुट डिभाइस यानी की आइडिया इनपुट डिभाइस इक्वल्स टु हार्डवेयर यानी यो एउटा हार्डवेयर भनेको जसलाई हामी टच गर्न सक्छौं बुझ्नुभयो जस्तै यो किबोर्डलाई टच गर्न सक्छौं माउसलाई टच गर्न सक्छौं यो के हो हार्डवेयर जसले के हेल्प गर्छ हामीलाई सेन्ड गर्न डेटा र इन्स्ट्रक्सन्स कम्प्युटरलाई सेन्ड गर्न बुझ्नुभयो अब व्हाट इज प्रोसेसिङ भनेको एउटा अपरेसन्स हो के काम which a computer work on input data according to the instruction त्यही भन्नु नि इनपुट भनेको काम हो के प्रोसेसिङ भनेको काम हो जुन काम गर्छ नि कम्प्युटर जस्तै मैले भने थिएँ अघि 5+5 को एक्जाम्पल दिएको थिएँ यहाँ 25+15 छ the computer from the calculations according to the instruction according to the instruction भनेको यो क्वेशनको अनुसार 25+15 नै यो प्लस गर्छ यस्तो छैन कि 25+10 गरिदिन्छ 25+15 नै गर्छ यो के भयो जुन प्लस गर्दैछ नि काम गर्दैछ त्यो नै भयो प्रोसेसिङ यानी कम्प्यारिजन कम्पेयर टु भ्यालु द कम्प्युटर आर फलो इन्स्ट्रक्सन टु डिटरमाइन यानी यस्तो कि यो हेर्नु 25+15 छ अब यसलाई कम्पेयर गर्नु छ भने कुन ठुलो छ भने यो काम जुन गरिरहेको हुन्छ नि कम्प्युटर यस्तो फाइन्ड गरिरहेको हुन्छ के आफ्नो त्यो कम्प्युटर आफ्नो मनमा बुझ्नु नि यस्तो कुन हो ठुलो अनि त्यो जुन काम गरिरहेको हुन्छ नि त्यसलाई भन्छ प्रोसेसिङ यस्तै डिसिजन त्यो लिन्छ अ प्रोग्राम क्यान टेल द कम्प्युटर व्हाट एक्सन्स टु टेक यो सबै के भयो प्रोसेसिङ अब हेर्नु CPU is a major component responsible for processing instruction अब CPU त तपाईहरु सुन्नु नै भएको होला CPU को नाम CPU भनेको हार्ट एन्ड ब्रेन अफ कम्प्युटर CPU बिना केही छैन नथिङ बुझिहाल्नु नि त्यसैले CPU भनेको नि एउटा यस्तो इम्पोर्टेन्ट पार्ट हो प्रोसेसिङ गर्नलाई धेरै इम्पोर्टेन्ट हेर्नु CPU को अब अलि डिटेलमा जाम CPU स्ट्यान्ड फर सेन्ट्रल प्रोसेसिङ युनिट यसको फुल फर्म के हो सेन्ट्रल प्रोसेसिङ युनिट जहाँ पनि अब स्ट्यान्ड फर आउँछ भने सेन्ट्रल त्यो भनेको फुल फर्म हो बुझ्नुभयो अब सेन्ट्रल प्रोसेसिङ युनिट भनेको के हो CPU is a major component that execute program instructions and perform processing operations अब यो एउटा मेजर भनेको नि सबभन्दा मेन के हो कम्पोनेन्ट हो जसले हामीलाई प्रोग्राम इन्स्ट्रक्सन्स यो सबै कुरा जे गर्छौं नि हामी कम्प्युटरमा सबै यो CPU मै हो सबै कुरा CPU मै डिपेन्डेन्ट हुन्छ के जस्तै कि इन्स्ट्रक्सन द CPU read and execute instructions अब CPU त्यो इनपुट दिए भने CPU नै त्यो यसलाई रिड गर्छ अब क्याल्कुलेसन त्यो काम जुन गर्छ त्यो पनि क्याल्कुलेसनहरु गर्छ CPU नै गर्छ कोर्डिनेसन्सहरुलाई कोर्डिनेसन भनेको अरूलाई कन्ट्रोल गर्ने तिमीलाई के काम छ तिम्रो के काम छ जस्तै हुन्छ नि किबोर्डको काम छ तेरो काम छ डेटालाई टेक्स्ट लेख्ने
माउसको काम चाहिँ यस्तो यस्तो पोइन्टिङ गर्ने सबैले के को कन्ट्रोल गर्छ CPU सो CPU इज द हार्ट एन्ड ब्रेन अफ कम्प्युटर अब आउटपुट के हो आउटपुट प्रोसेसिङ द आउटपुट गिभ्स रिजल्ट यहाँ हेर्नु आउटपुट भनेको जस्तो कि मैले यहाँ लेखेँ 25 + 15 अब त्यसले इनपुट एक्सेप्ट गर्यो त्यसपछि त्यसले प्रोसेसिङ गर्यो अनि त्यसपछि त्यसले काम गरेर आफ्नो एउटा त रिजल्ट दिन्छ नि अब लास्टमा त्यसलाई के भन्छ प्रोसेसिङ जस्तै कि इक्जाम्पल हामीले खाना खानलाई त्यो आवश्यक पर्छ सामग्री थालीहरू लिए योहरू के भयो इनपुट डिभाइस भयो त्यो थाली चम्चा भात दाल यो के हो इनपुट डिभाइस अनि हामीले खाना खायो भित्र गयो त्यो प्रोसेसिङ भयो अनि त्यसपछि भित्र गएपछि के हुन्छ हामीलाई एनर्जी आउँछ त्यो आउटपुट के भयो हाम्रो लागि भातको इक्जाम्पलमा हामीलाई एनर्जी आयो आउटपुट भेट्यो नि केही न केही एनर्जी आयो त्यसैले यो त्यसै कारण त्यस्तै यहाँ कम्प्युटरमा पनि आउटपुट भनेको त्यो के आउने लास्टमा एउटा मिनिङफुल इन्फर्मेसन्स रिजल्ट जस्तै कि यहाँ हेर्नु इक्जाममा हामीले लेख्छौँ त्यो भयो इनपुट अनि त्यसले चेक गर्छ के टिचरले चेक गर्छ त्यो भयो प्रोसेसिङ अनि आउटपुट लास्टमा रिजल्ट दिन्छ नि हाम्रो त्यस्तै के सेम हेर्नु अब आउटपुट डिभाइस जस्तै कि मोनिटर अब हेर्नु इनपुट डिभाइस जस्तै आउटपुट डिभाइस हो आउटपुट भनेको यो डेटा अनि आउटपुट डिभाइस भनेको देखाउने सामग्री अब आउटपुट कसरी हामी हेर्छौँ मोनिटरमा हेर्छौँ इमेज मोनिटरमा जति यो टेक्स्टहरू हेरिदिएपछि यो सबै के हो आउटपुट स्पिकरमा यो जुन हुन्छ त्यो स्पिकरबाट आवाज आउँछ त्यो भनिसकेपछि त्यो के हो आउटपुट अनि प्रिन्टर जुन प्रिन्टरबाट त्यो फोटोकपी निस्काइन्छ जस्तै इक्जामको क्वेसन पेपर हुन्छ नि त्यो के हो आउटपुट प्रिन्टरबाट निस्काएको हुन्छ अब हेर्नु स्टोरेज के हो स्टोरेज इज द प्रोसेस of saving data, program and information so they can be retrieved and used in future. English अलि खत्रै छ स्टोरेज भनेको के हो जस्तो कि हेर्नु सेभ फाइल अब तपाईको रिजल्ट आयो अब रिजल्ट आयो घरमा गएर यतिकै फाल्नुहुन्न अब त्यसलाई कहीँ न कहीँ राख्नुहुन्छ नि त्यस्तै के सेम कम्प्युटरबाट रिजल्ट आयो 5+5 यो 5+5 त अलि सानो इक्जाम्पल भयो जस्तो कि मलाई भोलि गएर के भन्नु इक्जाम्पल जस्तो कि मलाई स्पिच लेख्नु साथीसँग भने मैले भने यसलाई स्पिच लेख अब स्पिच त लेखेँ अब त्यसलाई सेभ नगर्नु के कपी गरेर कहीँ राख्नुपर्छ त्यसलाई सेभ गरेर राख्नुपर्छ अन्त यतिकै काट्यो भने त गयो जान्छ फेरि त्यसै के कम्प्युटरमा पनि केही कुरा काम गरेपछि सेभ गर्नुपर्छ अनि त्यो सेभ हुन्छ कहाँ स्टोरेज जुन सेभ हुन्छ नि त्यसलाई के भन्छ स्टोरेज अब इनपुट भनेको बुझ्यो आउटपुट भनेको बुझ्यो स्टोरेज भनेको बुझ्यो प्रोसेसिङ भनेको बुझ्यो अब सबै डिभाइस पनि हुन्छ के यहाँ हेर्नु इनपुट भनेको डेटा त्यो दिने जुन सबै हुन्छ डेटाहरू हुन्छ कि डेटा कमान्डहरू अनि यस्तै सबै कुरा हुन्छ प्रोसेसिङ अनि आउटपुटको पनि अनि डिभाइस जुन हुन्छ नि जस्तै कि इनपुट डिभाइस आउटपुट डिभाइस योहरू अनि स्टोरेज डिभाइस योहरू भनेको हार्डवेयर कम्पोनेन्ट हो कि हार्डवेयर कम्पोनेन्ट बुझ्नुभयो डिभाइस भनेको हार्डवेयर कम्पोनेन्ट त्यसलाई हामी टच गर्न सक्छौँ त्यस्तै स्टोरेज भनेको प्रोसेस अफ सेभिङ डेटा यो के हो स्टोरेज भनेको एउटा प्रोसेस हो तरिका हो के गर्ने डेटालाई सेभ गर्ने प्रोग्रामलाई सेभ गर्ने इन्फर्मेसनलाई सेभ गर्ने किन सेभ गर्ने किनकि हामी फ्युचरमा कहिले जरुरत पर्यो भने हामी युज गर्न सक्छौँ बुझ्नुभयो अब जस्तै कि फाइल सेभ गर्नु छ भने हामी युज गर्छौँ यसलाई यस्तै स्टोरेज डिभाइसहरू हुन्छ जस्तै कि SSD हार्ड ड्राइभ मेमोरी कार्ड एन्ड USB जस्तै मोबाइलमा लागेको हुन्छ नि मेमोरी अनि USB हार्ड ड्राइभहरू के भयो स्टोरेज डिभाइस हार्डवेयर कम्पोनेन्ट भयो बुझ्नुभयो अब वान कम्प्लिट रियल लाइफ इक्जाम्पल यसमा फुल्ली जति पढे हामी त्यो सबैलाई रिभाइज गर्छौँ एकचोटि हेर्नु इनपुट भनेको इन्टर जस्तै कि केही इन्टर गरे 72 इन्टर मार्क जस्तै कि इक्जामको मार्क इन्टर गरे 72 85 91 अब त्यसलाई प्रोसेसिङ गर्छ क्याल्कुलेट हामीलाई के गर्नु छ एभरेज एन्ड लेट्स कनेक्ट अल द कन्सेप्ट युजिङ अ स्कुल मार्कसिट बुझ्नुभयो इनपुट हामीले दिए यति अब त्यसपछि प्रोसेसिङ हुन्छ के त्यो एभरेज क्याल्कुलेट गर्न लागि हुन्छ नि त्यो मार्कसिटमा एभरेज अनि त्यसपछि प्रोसेसिङ हुन्छ त्यसपछि के भेट्छ आउटपुट भनेको जुन रिजल्ट हुन्छ अनि स्टोरेज भनेको
सेभ द मार्कसिट, त्यो मार्कसिटलाई अब कहीँ गएर राख्नुपर्छ नि सुरक्षित ठाउँमा, त्यो भनेको सेभ गरेर राख्नु अर्नु। दिस इज वाइ वी डिस्क्राइब कम्प्युटर एज अ सिस्टम द्याट एक्सेप्ट प्रोसेसिङ, प्रोड्युस एन्ड स्टोर इन्फर्मेसन्स। बुझ्नुभयो? अब नि कम्प्युटर युज कहाँ हुन्छ त? कम्प्युटर आर युज अलमोस्ट एभ्री एरिया अफ मोडर्न लाइफ। आजको जमानामा त कम्प्युटर जहाँ पनि युज हुन्छ, जहाँ पनि। बुझ्नुभयो? एजुकेसन, हेल्थ केयर, ब्याङ्किङ, बिजनेस, ट्रान्सपोर्ट भनेको त्यही टिकटहरू बनाउन, फ्लाइटको योहरू घरबाट गर्न सकिन्छ यो। बुझ्नुभयो नि? अनि होममा पनि यो पढाउनलाई, इन्टरटेनमेन्ट, कम्युनिकेसन, भिडियोहरू हेर्न, हेल्थ केयरमा रिपोर्ट गर्न, यो रिपोर्टहरू, मेडिसिन, इक्विपमेन्ट, ब्याङ्कमा ट्रान्जेक्सन्स, पैसा पठाउन, राख्न, रिपोर्ट सबै राख्न, एजुकेसनमा पढाउन, रिसर्च गर्न, प्रेजेन्टेसन बनाउन, अनि बिजनेसमा चाहिँ सेल गर्न, कतिको प्रडक्टहरूले कतिमा छ यो सबैलाई रिपोर्ट गरेर राख्न, डकुमेन्ट कम्युनिकेसन गर्न, सबै के यो युजहरू यसको धेरै छ अहिले कम्प्युटरको। बुझ्नुभयो? त्यसैले हामीले कम्प्युटर भनेको एकदमै जरुरी कुरा हो क्या अहिलेको जमानामा। क्यान कम्प्युटर थिङ्क लाइक ह्युमन? अब यो क्वेसन भनेको एकदमै खतरा क्वेसन छ। यहाँ कम्प्युटर के ह्युमन जस्तो सोच्न सक्छ? अब तपाईँहरूलाई लाग्दै होला कम्प्युटर धेरै हामीभन्दा धेरै चलाक छ, त्यो धेरै फास्ट काम गर्छ, तर यस्तो केही होइन। कम्प्युटर भनेको कम्प्युटर फलो प्रोग्राम एन्ड इन्स्ट्रक्सन्स, इट क्यान प्रोसेस इन्फर्मेसन एक्सट्रिमली क्विकली बट इट डज नट ह्याभ ह्युमन इन्टेलिजेन्स, फिलिङ्स, पर्सनल गोल्स। कम्प्युटर फास्ट काम गर्न सक्छ, यो इन्टेलिजेन्ट, तर यो इन्टेलिजेन्ट छैन ह्युमन जस्तो, यसमा फिलिङ्स छैन, यसको कुनै गोल छैन। बुझ्नुभयो? यसलाई हामीले जे गर्न दिए त्यही गर्छ क्या। जस्तो कि लाइक सर्भेन्ट भनिदिउँ न यसलाई, सर्भेन्ट। बुझ्नुभयो नि? यसलाई हामी जे गर्न भन्छौँ नि त्यही गर्छ क्या। अनि हेर्नु ह्युमन भनेको एउटा ह्युमन आफ्नो एक्सपिरियन्सबाट लर्न सिक्न सक्छ, आफ्नो थिङ्किङ पावरलाई युज गर्न सक्छ, यसको आफ्नो गोल हुन्छ एउटा, ऊ सोच्न सक्छ, ऊ कन्सेप्टहरू अन्डरस्ट्यान्ड गर्न सक्छ। जस्तै कि अहिले तपाईँ गर्नु हुँदैछ, यो सिक्नु हुँदैछ, त्यो भनेको ह्युमन हो क्या। अब कम्प्युटर इज ए पावरफुल टुल। बुझ्नुभयो? कम्प्युटर एउटा पावरफुल टुल हो, तर यो ह्युमन जस्तो होइन। वाट इट डज डिपेन्ड अन इन्स्ट्रक्सन, तर यो केमा डिपेन्ड हुन्छ? इन्स्ट्रक्सनमा, हाम्रो कमान्डमा, हामीले जे भन्छ त्यही गर्छ। बुझ्नुभयो? लेट्स रिभाइज हर ह्युमन। अब नेक्स्ट रिभाइज गर्दा नि कम्प्युटर एउटा इलेक्ट्रोनिक डिभाइस हो जसले डेटा एक्सेप्ट गर्छ, त्यसलाई प्रोसेस गर्छ, अनि एउटा रिजल्ट हामीलाई दिन्छ, प्रड्युस गर्छ, त्यसलाई हामी स्टोर गर्न सक्छौँ। बुझ्नुभयो? प्रोसेसिङ भनेको वर्किङ अन इनपुट डेटा इन्स्ट्रक्सन, त्यो काम गरिरहेको हुन्छ, त्यसलाई के भन्छ? प्रोसेसिङ। अब स्टोरेज भनेको के हो? हामीले डेटा सेभ गरिन्छ, सेभिङ डेटा इन्फर्मेसन फर फ्युचर रेफरेन्स। बुझ्नुभयो? स्टोरेज भनेको केही डेटाहरू सेभ गर्नु फ्युचर रेफरेन्सको लागि, फ्युचरमा काम गर्नुलाई। अब इनपुट भनेको त बुझाइमै दिएको थियो। इनपुट भनेको डेटा केही दिनु, त्यसलाई आउटपुट भनेको आउनु। बुझ्नुभयो? क्विक टिप्स यो तपाईँहरूको लागि हो। यो एउटा तपाईँसँग कपी छ भने लेखिहाल्नु, वाट इज कम्प्युटर, वाट इज द डिफरेन्स बिट्विन डेटा एन्ड इन्फर्मेसन्स, वाट इज इनपुट, यो लेखिहाल्नु। यदि तपाईँ यसको नोट बनाउनुहुन्छ भने एकदमै झन् राम्रो हुन्छ। तपाईँलाई पछि गएर कुनै चिन्ता लिनु पर्दैन, सर्ट कपी खोलेर रिभाइज हान्न भइहाल्छ। तर म यस्तो छु नि, रिभाइज हान्न दिन्छु म, चिन्ता कुनै टेन्सन नै छैन क्या। सो एक्टिभिटी होमवर्क हेर्नु, होमवर्क के हो तपाईँको भने त्यो एउटा होमवर्क भयो। फाइन्ड वान रियल लाइफ टास्क एन्ड आइडेन्टिफाई इट्स 4 स्टेज, इनपुट, प्रोसेसिङ, आउटपुट, स्टोरेज। अब हेर्नु, कुनै एउटा काम खोज्नु, कुनै एउटा काम, जस्तै कि हामीले कम्प्युटरमा गर्ने काम, जस्तै कि अघि म भातको इक्जाम्पल दिएको छु, यस्तै कुनै काम खोज्नु के, अनि त्यसमा फाइन्ड गर्नु इनपुट के हो। जस्तै कि यहाँ म मोबाइल चलाउँदैछु, यसमा म फाइन्ड गर्छु इनपुट के हो। यसमा जस्तै कि मैले यो थिचेँ, आफ्नो लक दिएँ, त्यो इनपुट भयो। अनि त्यसमा उसको सिपियूमा गएर त्यो लक रिकगनाइज भयो, त्यो के भयो? प्रोसेसिङ भयो। अनि त्यसपछि आउटपुट आयो के? लक खुल्लो मेरो। यस्तो गरेर के रिकगनाइज गर्नु तपाईँ इनपुट, प्रोसेसिङ, आउटपुट अनि स्टोरेज क्या। यस्तै क्यालकुलेटिङ मार्क, प्रिन्टिङ डकुमेन्ट, सर्चिङ वेब दिया, यो अलिकति त्यो दिइहालेको छु। सो यति भन्दै म यो च्याप्टरलाई इन्ड गर्छु। कस्तो लाग्यो मेरो यो च्यानल? अनि यहाँ हेर्नु, क्यारेक्टरिस्टिक अफ कम्प्युटर, यो त बिर्सिनै हालेको थिएँ। सो क्यारेक्टरिस्टिक भनेको कम्प्युटरको फिचर्स के हो? स्पिड, एक्युरेसी। स्पिड भनेको त धेरै फास्ट काम गर्छ, एक्युरेसी भनेको यो अलिकति पनि केही मिस्टेक गर्दैन,
स्टोरेज भनेको यो सेभ गर्न सक्छ जति पनि हाम्रो दिमागमा यति कुरा सेभ हुँदैन तर एक्चुअलीमा हुन्छ। अनि कम्प्युटर पनि सेभ गर्न सक्छ। अनि कन्सिस्टेन्सी भनेको हामीमा त हुँदैन तर कम्प्युटरमा हुन्छ धैर्यता। अनि अटोमेसन भनेको यो एकचोटि हामीले इनपुट दियो भने यो अटोमेटिक काम गर्दै जान्छ क्या, कुनै यो थक्दैन। अब हेर्नु यो यति अब भयो हाम्रो च्याप्टरमा अझै केही छैन। अब नेक्स्ट लेसनमा हामी के सिक्छौँ भने अब नेक्स्ट कम्प्युटर युजफुल कम्प्युटरलाई के उपयोगी बनाउँछ के अनि पावरफुल बनाउँछ, कुन यस्तो कुरा छ कम्प्युटर जसले यसलाई पावरफुल बनाउँछ। सो यति बेलालाई कम्प्युटर यो भिडियो राम्रो लागेछ भने कृपया यसलाई लाइक गरिदिनु ल र सेयर गरिदिनु होला। यस्तै भिडियो हेर्नलाई च्यानललाई सब्सक्राइब गरिदिनु।